यहाँहरु सबैलाई नमस्कार। संसारमा विभिन्न प्रकारका वस्तुहरू पाइन्छन्। यी विभिन्न प्रकारका वस्तुहरूमध्ये खास गरी यहाँनिर आज हिन्दू दर्शनलाई आधार मान्दा संसारमा पाइने उत्कृष्ट वस्तुहरू कुन कुन हुन् त भन्ने सन्दर्भमा मेरो प्रस्तुति आज यहाँहरु समक्ष मैले पस्कने जमर्को गरेको छु। संसारमा पाइने फलहरूमा अनेक प्रकारका फलहरू, कुनै ठूला कुनै साना, कुनै कुन सिजनमा फल्ने फलहरू विश्वका विभिन्न भागहरूमा पाइन्छन्। ती फलहरू मध्ये अनारमा पाइने पौष्टिक पदार्थ लगायत धेरै कुराहरूलाई ख्याल गरेर अनारलाई सबैभन्दा उत्कृष्ट फलको रूपमा मानिन्छ। त्यस्तै संसारमा पाइने रुखहरूमध्ये संसारमा विभिन्न प्रकारका रुखहरू पाइन्छन्। ती रुखहरूमध्ये पिपललाई सबैभन्दा उत्कृष्ट रुख मानिन्छ भने जीवनीहरू संसारमा लेखिएका जीवनीहरू, यी विभिन्न जीवनीहरूमध्ये रामायणलाई सबैभन्दा उत्कृष्ट जीवनी मानिन्छ। त्यस्तै इन्द्रियहरूमा हाम्रो शरीरमा पाइने इन्द्रियहरू आँखा, नाक, कान लगायत थुप्रै इन्द्रियहरूमध्ये यी चाहिँ आँखालाई सबैभन्दा उत्कृष्ट इन्द्रिय मानिन्छ। त्यस्तै व्रतहरू पनि थुप्रै प्रकारका व्रतहरू पाइन्छन्। विभिन्न बारमा बसिने व्रतहरू, विभिन्न उत्सवहरूमा बसिने व्रतहरू मध्ये एकादशी व्रतलाई सबैभन्दा उत्कृष्ट व्रत मानिन्छ। त्यस्तै सुगन्धहरू पनि प्रयोग गर्ने गरिन्छ। मानव जीवनमा प्रयोग गरिने विभिन्न प्रकारका सुगन्धहरू मध्ये चन्दनलाई सबैभन्दा उत्कृष्ट सुगन्ध मानिन्छ भने वर्षमा पाइने खास गरी नेपाली क्यालेन्डर अनुसार 6 प्रकारका ऋतुहरू मध्ये ऋतुहरूको राजा अथवा उत्कृष्ट ऋतु वसन्तलाई मानिन्छ। त्यस्तै धातुहरू पनि मानव जीवनमा अनेक प्रकारका धातुहरू प्रयोग गरिन्छ। कुनै भवन बनाउन प्रयोग गरिन्छ त कुनै सिंगार पटारका लागि प्रयोग गरिने अनेक प्रकारका धातुहरू मध्ये सबैभन्दा उत्कृष्ट धातु सुनलाई मानिन्छ। त्यस्तै रत्नहरूमा अनेक प्रकारका रत्नहरू पाइन्छन्। ती रत्नहरू मध्ये मणिमाणिक्यलाई सबैभन्दा उत्कृष्ट रत्न मानिन्छ। साना बिरुवाहरू, यो चाहिँ हर्ब समूहमा पर्ने बिरुवाहरू अन्तर्गत तुलसीलाई उत्कृष्ट मानिन्छ भने भगवान विष्णुका अनेक अवतारहरू हिन्दू दर्शनमा उल्लेख गरिएका छन्। यी अवतारहरूमा कृष्ण अवतारलाई सबैभन्दा उत्कृष्ट मानिन्छ। हस् त, यहाँहरु सबैलाई नमस्कार छ। यस्तै प्रस्तुति लिएर फेरि पनि उपस्थित हुनेछु। आजलाई नमस्कार, धन्यवाद।